त्यो गीत अलिक ठुलो गरौँ What बन्द गरौँ are you saying? एफएम को We are going to. Hey, stay. Where are we going? मैले ड्राइभरको व्यवस्था गरेँ है डार्लिङ रामजी ड्राइभरको व्यवस्था गर्यो मतलब गोर्खा जानुलाई कहिलेलाई सोमबार मङ्गलबार We just one. तिमी जान्नौ किन तपाईँ अनि किन उनीहरूलाई यसलाई त मलाई मात्रै गाडी चलाउन थाक्छु होला नि त ल भयो उसँग जानु उसँग के गरेर सबै कुरो उसै गर्नु मलाई जानु भएन किन Bilkis, I'm not interested with Ramji. What's the problem in the Ramji? म ड्राइभर हुन्छु नि त त्यसो भए Huh? म हुन्छु नि त तिमी जान्छौ न Huh? एक्लै गइदिन्छु है माथि माथि Red light. Red light is there. लमजुङमा कारेका It is going red light. Yeah. त्यसको बाटै छैन कतिलाई What? How is it green light? How is it possible here? किरायनेसको त के हजुरको त Let's go. वास्तवमा भन्नुपर्दा Hey. घर चेन्ज गरेर होला तिमीले तिमीले अलरेडी मिठो नै पकाउँछौ होइन आजको खाना यस्तो टेस्टी भएको थियो कि म कस्तो मक्मक्सी भयो त हौ बेबी हिजो डान्स गर्दाखेरि मक्क परे Coming. Others coming, but that's one. Look at the road. त्यसमा चाहिँ मासु Whoa, road is so nice. That is so much nice. Nice. बेबीलाई पनि मासुभन्दा पनिर What? टेस्ट लाग्छ अनि Impossible. 150 को पनिर ल्याए 3 जनालाई कफी It is just going with the car. What? How they came? खाना खाएको जस्तो गरेर What पिलाएको they came? What? What? This is green. बाबालाई आउने बित्तिकै सुनायो बेबीले Yeah, that's what. That's whoa. Papa is sleeping. Yeah, it's just sleeping. Wait. It's just closing Every eyes. time sleeping. No. Lazy person. No. पापा इज सुपरम्यान Huh? सुनिदिँदैन हो यस ब्रो म के हेर्ने हो बेबीको फ्रेन्ड्सहरू होइन त What? फ्रेन्ड्सहरू हेर्न जाने होइन Give me mobile. I'm telling something. Okay. To tell something. We are going to Swayambhu. Okay guys, हामी गइरहेको छौँ स्वयम्भू होइन अब यस्तो छ भन्दाखेरि हामी कहिले घुम्न जाने कहाँ त भन्दाखेरि चौबार मात्रै जान्छौँ कहिले पनि चौबार मात्रै कति जाने त भन्ने कुरो यहाँ साथीहरू बिच चाहिँ के छ हाम्रो घुम्ने कमिटीहरू बिच चाहिँ एउटा छलफल भयो होइन लास्टमा गएर के छ भन्दाखेरिमा जाऊँ न त स्वयम्भू जाऊँ न त भन्ने कुरो भयो र स्वयम्भू जाने कार्यक्रम छ साथीहरू अब स्वयम्भूमा गएर हामी के छ स्वयम्भूमा स्पेसल के हो त भन्ने कुरा हामी देखाउँछौँ स्वयम्भूमा हामीले देखाउने भनेको अब स्पेसली Special day. Like पनि गर्नुपर्छ guys. लाइक पनि गर्नु दिप्सले भनिसक्छ लाइक पनि गर्नुपर्छ Subscribe र share. ओके सब्सक्राइब र सेयर पनि हेर्ने हाम्रो दिप्सले भनेपछि साथीहरू त्यो त सब्सक्राइब सेयर गर्नु होला त्यसको लागि कुनै पनि किसिमको कसर बाँकी नराखिकन है अनि अब के छ कुरोकानी भन्दाखेरिमा आज हामी अब स्याटरडे हो स्याटरडेमा एउटा रमाइलो कार्यक्रमले घुम्न जाने कार्यक्रम भइरहेछ है घुम्न जाने र केही समय त्यही स्पेन्ड गर्ने टाइम त्यसपछि रिटर्न टु ब्याक होम अनि केही इटिङ गर्ने मिठी चिजहरू खाने बस्ने यस्तै छ हाम्रो कुरोकानी अब दिप्सनले के भनिदिन्छ केही कुरा दिप्सन ल कम दिप्सन हेलो दिप्सन के छ अरू के छ विचार के छ हामी कहाँ जान लागिरहेको लो भन्छ अबे हो हाम्रो कार्यक्रम क्यान्सल भन्यो नि चोबारबाट क्यान्सल भन्यो हामी कहाँ जान लाग्छ थाहा छ स्वयम्भू जान लाग्छ हामी कसरी क्यान्सल स्वयम्भू जान लाग्छ हामी भाइले चलाइसकेको छ गाडी हेरेपछि साथीहरू ड्राइभर
अब त्यस्तो भन्नुहुन्न अब यहाँ डार्लिङ हुनुहुन्छ के छ डार्लिङ गाडी लाग्यो के छ अवस्था के छ खबर के छ निदा हो कि यो ल साथीहरू अब के छ काली एकदम चस्मा लगाएर मक्ख भएर बसिन्छन् मक्ख भएर हनुमान भएर बसिन्छन् सानो भाइ गाडी चलाएको छन् पुरै स्पेसल तरिकाले बेला बेला साथीहरू स्टार्ट अलिकति अफ हुन्छ सबै राम्रो छ है राम्रो चलाउने है केटो एकदम स्पेसल चलाउनु चलो ढिलो चलाउने तर राम्रो चलाउने है खतरा चलाउनु पऱ्यो ओके गाइज ठिक छ ल दिपसँग के हो कुराकानी त म यहाँबाट ल दिपसँगले देखाइ अरू कुरा चाहिँ यहाँबाट जाने छ अब यहाँबाट देखाउँदाखेरि कस्तो धक्काले मलाई ए कसले धक्काले हजुरले नि मलाई धक्काले ठ्याक्क पुऱ्याइदिइसक्यो त्यस होइन पछाडिबाट आउँछु नि हुन्छ ओके ओके यहाँ चाहिँ छैन माया गर्दा नि त बिर्सिँदै हो नि त नि एकछिन भिडियो सकेपछि वहाँ गएर पनि भिडियो है बिर्सिँदै हो र घर आएपछि पछि एकचोटि मात्र जाऊ न त ड्राइभर सहित भइसक्यो यो बुढाबुढी हिँड्ने ड्राइभर ए घर पुगेपछि हामीहरू आजको लागि स्याटरडेको लागि मैले भ्लग गरेँ हो अघि पनि भ्लग गरेको थिएँ बुढाबुढीको मात्र टाइम स्पेन्ड गर्ने हो ओके ओके म्याडम बेस यु अस्ति कस्तो रमाइलो भयो त जाँदा अब बस्ने या हो कि नै अब अब अँध्यारो भयो अन्डरग्राउन्डभित्र छिरेको हामी भन न अन्डरग्राउन्ड छिरेर हो नि फेरि अब चाहिँ बल्ल राइनस फुड लग्नु नि त मलाई यो पालि काम छ जानु बाटो बाटो राम्रो छैन सबै मान्छे गइरहनु त हाम्रो बाटो काम छैन एउटा मान्छेलाई बोली छ नि कुछ बोलिरहेको छु नि कुछ बोल्नु पऱ्यो नि त कहाँ कहाँ आइपुग्यो हजुर कुन ठाउँमा आयो के गर्यो कसो गर्यो कलङ्की के अब हामीहरू कलङ्की आइपुग्यौँ हजुर देखाए आफू देखाएर कुरा अनि ठुलो चाहिँ बोल्नुपर्छ नि त त्यस्तो मान्छे त कलङ्की आइपुग्यौँ अब भ्लगर भएपछि जेसिबी भने यसकै भेटेन हो कलङ्की आइपुग्यो हामी साथीहरू होइन कलङ्कीबाट लगभग हामी अब केही समयमा अत्यन्तै छोटो समय लगभग हामी केही नभए पनि अब को 10-15 मिनटमा हामी स्वयम्भू पुग्छौँ है साथीहरू स्वयम्भू पुग्छौँ त्यसपछि स्वयम्भू पुगेर एकदम रमाइलो दामी भ्लग भइरहेछ है दामी भ्लग भइरहेछ जान्न बरु बाबा र छोरोको भ्लग त्यो माथि छ नि पिङ विश्वन दिन सिङ्गल ट्रेन त्यहाँ त पैसा लाग्छ जस्तो मस्तले पसिना आएको के गरे क्लच छ र क्लच छ ड्राइभरलाई किन डराएछ चाहिँ पसिनाले हो र गेरो लाग्यो अनि गेरोमा हाल्नु पर्छ नि गेरो लाग्यो अहिले यहाँ नेपालको झन्डा पनि देखिसक्यौँ नेपालको झन्डाबाट अब त्यहाँ गएपछि त हामीहरू राम्रो भ्लग गर्छौँ र
भनेर घर आउँछु क्याप्टेन लाग्छ नि त्यसको त आज स्याटरडे मात्रै भ्लग गर्ने हो म यो स्याटरडे मात्रै अब अर्को स्याटरडे प्लान बाबा अर्को स्याटरडे नि भ्लग गर्ने टक्क लाइटको धुलो त्यो ट्रकको धुलो आइरह ट्रकको धुलो कहाँ हो ट्रककै धुलो गइसकेछ जाँदाखेरि त के हुन्छ हामीहरू चाहिँ गाडीमा छौँ त्यस्तो हुन्छ नि घुम्ने हेर्ने मात्रै भित्रै जानलाई पनि टिकट चाहिन्छ क्या यहाँबाट लैले आउँछ त्यस्तोबाट एउटा त यति स्पिडले जाने कति स्पिड स्वयम्भूदान माथि हेर्नु आज उता मनमै हो त त्यो तल तिनवटा भएकोसम्म जाने ए तल मात्र ठिकै छ अब आइसकेपछि जाऊँ न सिँढी उक्लेर जाने ल सिँढी उक्लेर त्यत्रो सिँढी उक्लेर के हो यो यसो हाइकिङ जस्तो के हो केहीबाट हुन्छ भाइ झन्डै लडिन अब हामी आइपुग्यौँ सीतापाइल है साथीहरू सीतापाइलमा हामी राइट लाग्दैछौँ सीतापाइलमा राइट लाग्यो अब यहाँबाट लगभग राइट लागिसकेपछि बाटो स्ट्रेट छ राम्रो छ बाटो सिधै आयो आयो त सिधै त आयो त सिधै त आउँदैन त हामी चाहिँ कस्तरी आएको क्या मेरो है झिसिन्न हुने टाइपको डर लाग्छ जो डर गयो मर गयो थाहै थाहा तिमीहरू जो डर गयो मर गयो त्यसले पेलिसकेपछि किन त होइन जाने अब डराएपछि तिम्रो केही पनि हामीले गर्न सक्दैन क्या जब डराउँदैन त्यति बेला ठिक हुन्छ क्या अब डराउने किन त होइन डराएर हुँदैन साथीहरू नडरा हो तिमीहरू हाम्रो ड्राइभर पक्का छ तर तिमीहरू टेन्सन नल्या हो पक्का त छ है पक्का चाहिँ सुनिलो पक्का चाहिँ सुनिलो अरे के त्यस्तो भन्ने मामालाई कहीँ अघि शर्मिला भनेर नानीले आज भने कस्तो बानी बिगारे खाने बानी गर्नु हुँदैन दिदी मामाको नाम सुनिलो के सुनिल भन्दैन भने मामाको नाम भन्नु मामाले पनि काम गर्ने त केही हुँदैन मामाको नाम भन्दा सिकाउने गुरु त यस्तो अलिक काँडे हुन्छ मामाको नाम सुनिलो हो ल गुरु गतिलो भए पो ए भिनाजुले पछि देखाएर न बेबीलाई चोर बनाएर छोड्नुहुन्छ हो तिमी चोर हुन्छौ कसम से यस्तो तिमी को चोर हुन्छौ हुन्छ नि तिमी को हुन्छौ गजडी बनाएर छोड्नुहुन्छ अनि त्यो हुन्छ नि खाते खाते जस्तो ए तिमी कस्तो हुन्छ मान्छे हुन्छ भन त कस्तो मान्छे हुन्छ तिमी राम्रो मान्छे हुन्छौ गुड मान्छे हुन्छौ त्यो बुढो हुँदैन कसको सङ्गत छ भनेर भर पर्छ कि यहाँबाट लेफ्ट है यस्तो लौकेको त सङ्गत छ भने गाडी हुन्छ म भने मामाको नाम काट्नु हुन्छ अरे अहिले त त्यस्तो गर्नु मामाको नाम भन्दैन हो नि बेबी त सानो मान्छे हो नि त नि सानो अहिले हाम्रो बच्चाहरूलाई चाहिँ सिकायो त्यो सिक्ने टाइम हो ल साथीहरू हामी छाउनी आइपुग्यौँ नि इट्स अ भेरी भेरी ब्युटिफुल भिजन है खतरा छ ल साथीहरू यो हाम्रो छाउनी आइपुग्यौँ साथीहरू छाउनी अरूले नै होइन मोबाइल ए हाम्रो यो साथीको चाहिँ प्रेसर हाई हुन्छ प्रेसर हाई हुन्छ है प्रेसर हाई भयो भने ठिक छ स्कुलमा आउँछ गेमहरू पहिला आधाले दिएर हामी स्वयम्भू गएर अहिले फेरि भिडियो गर्छौँ नि साथीहरू अहिले बाई बाई ओके स्वयम्भू पुगेपछि गर्ने चाहिँ अर्को भिडियो बनाउनु त्यहाँ अहिले चाहिँ यहाँ बन्द गरिदिउँ ओके ल साथीहरू ल बाई एकचोटि भिडियो बनाउनु भन्नु भित्र ओटेन कस्तो नराम्रो बेहोरा कस्तो नराम्रो के अरे संस्कार भनेको तपाईँलाई के संस्कार के छ प्रेम मनपर्छ तपाईँलाई मनपर्छ अरूले के भन्छन् भन्ने कुरोमा डज नट म्याटर भने तिमीले कस्तो नराम्रो छ हौ मेरो त कस्तो मन पर्दैन के जान्छु जानु नसकिहाल्ने मान्छे हो त विदेश जानु
बाजा त बजाउनु जानु पऱ्यो बाध्यता त छैन है एक राति भर पनि किन नहुनु बाजा त बजाउनु जानु पऱ्यो नानी अब दिदी जाऊ आइपुग्यो हो हामी उसमा फेरि नौ भनिहाल्छ त्यस्तै पार्टी गरेँ अहिले त्यहाँको सिडी अलिकति सिडीमै हिँड्नु सक्दैन होला पार्टी तिनीहरूलाई म तगाएर लैहाल्छु त्यस्तो भनेर हामी जुत्ता लाएर आउँछौँ हातले चप्पल खोल्नु हिँड्नु म चप्पल फेरि कस्तो हिँड्दै अप्ठ्यारो हुन्छ चप्पल छ र मेरो उकालो छ के रहेछ नगर है उकालो बिस्तारै होला लेफ्ट यहाँबाट राइट हुन्छ अब राइट राइट साइड धेरै हेर बिस्तारै बिस्तारै हेरेर भयो तेरा पहिले नि हेर्दै तपाईँले भन्नु भएन र मैले भनेको जस्तो त मंकी तो उब्रेर भेट्टी त मतलब मंकी ने भेट्टी मतलब मंकी भेट्टी के हो यहाँ 700 रुपियाँ टिकट चाहिँ फेरि ब्रेक म त राम्रो चाहिँ लाग्छ भनेपछि के चेन्ज आज त मान्छे धेरै छ क्या हो शनिबार हो नि त त्यही पनि कस्तो ठाउँ ठाउँ पार्टी प्यालेस जस्तो रहेछ त के स्टल फुड स्टलहरू राखिरह हिँड्नु राखिने होइन होइन गाडीलाई साइड भयो पिकनिक हो इन्डियाबारी केही हो जस्तो हो मंकी मंकी तो उते भेट्टी बहुत झरा गाइस अब त्यही मंकी भेट्टी सक्यो अब म त्यहाँ गएर पनि देखाउँछु मंकी है त गाइस हेडी होइन नि ठाडो उकालो त तलबाट सीता पाइला सीता पाइलाबाट हो तल मुनि भवन छ क्या नामै बिर्सिसक्यो यार मैले त के हो यतातिरको पहिलाको चक्र नै हुन्थ्यो स्वयम्भू त्यसको मतलब राम्रो चाहिँ लाग्छ है त भनेपछि राम्रो चाहिँ लाग्छ हेरोको साइड हो अब फाइनली पुग्यौँ है त आज पार्किङ छैन जस्तो थिएन आज उतातिर उता माथितिर फाइनली अब किनभने आज गाडी यहीँबाट छ क्या यही गाडी हो यही गाडी हो यसले राख्नु लागि जानु लाग्यो यो जम्ला अवस्थामा मङ्की बेबी थाहा के थाहा अब छाडा हेर्नु त हेर्नु मान्छे हिँड्दा त फर्काउने हो कि आज भएन नि हामीलाई त फर्केर छैन तर जहाँसम्म लाग्छ आज पार्किङ छैन हाला 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 केटी मान्छे हुँदा नि यो काम लगाएर कति धेरै गरेर छैन उता उता यस्तो आज कति धेरै मान्छे है आज के स्पेसल हो र स्याटरडे रोक नाइ स्याटरडे भयो नि यस्तो धेरै त हुँदैन थियो त स्याटरडे जहिले सन्डे हुन्छ अब हेर के यही मान्छेसँग चाहियो के ब्याग हान चल रोक ब्रेक 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 ल अब बेसी जाम हेर्नु है अब आउ न कटिहाल्छ नि अगाडि ब्याग हान बल्ल पुग्यौँ है सरको बोल्छ अब चाहिँ बल्ल पुग्यौँ कस्तो चरक्क घाम रहेछ है यतातिर हाम्रो यतातिर कस्तो मलो न घाम लाग्यो यहाँबाट चाहिँ अब पापा हुन्छ है त अलि ठुलो स्वरले बोल्नु छैन अब यहाँबाट चाहिँ पापाले कुराहरू सुन्छ है त ओके ओके त्यहाँ अगाडि छ क्या हुन्छ अब चाहिँ
फाइनली पुगेँ है त फाइनली पुग्यो फाइनली पार्किङ खोज्दैछौँ हामी पार्किङ भेटिराखेन क्या मान्छे आएर लास्टै धेरै आएको छ यहीँभित्र हाल यहाँ छिर्छ अलिक छिर्दैन होला त्यो अगाडि हाल यसले टच हाल है यो टच हाल है यो मङ्की कहाँ जाने भयो है ओके ल अब चाहिँ मङ्की भेट्यौँ घर यसो हेर्नु एकचोटि ठाउँको कति कता जाने नै गाइस अब त म सुज लाउनु छु अघि म सुज नलगाइकन पछि हेर्नु अब सुज लगाउनु छु अब यहाँबाट घुम्नको लागि त अब त पार्किङ भेट्यौँ अब जान लाग्यो कुना चेपिँदै आ घुम्न यति हुन्छ है त ल हेरेर आउनुपर्छ त्यहाँ मङ्की पनि देखाउँछ है त त्यहाँ मङ्की देखाएपछि रमाइलो हुन्छ यो हाँस्नुपर्छ है त ला भयो हुन्थ्यो नि है के थाहा नि ए भाइ एकछिन रोक ए ओइ ढोका होली राति ढोका तिमीसँग दुईवटा थियो है लुङ्गी त्यो कुन्टा लाएर आउनुहुन्छ घाम पनि लागिरहेको छ छोड्दै अब आउँदैन है त घाम घाम चाहिँ अब देख्दिनँ घाम अब देख्दैन डन पल्टेर के अब ठिक्क राखेर कि त बराबर एकछिन मान्छे ए के गरे अनि हिँड्दै नपर्छ ठाउँबाट हिँडेपछि नि कहाँ गर्नु त लाग्यो यार कसलाई त्यो केटालाई लाग्यो यार अँ लाग्यो नि त सुन भाइ के हेरेर त एकछिन मान्छे रोक पार्किङ गर्दै यतानि हिँडेर हुँदैन यतानि हिँडेर लगा न यतानि तर आज मान्छे कति धेरै हो किनकि आज फन्डे हो नि त ठन्डे रे स्याटरडे होइन र आज फन FUN फन DIY तर राखेको के त्यस्तै भाइ राम्रो भयो त होइन त नि ठिक छ त त्यतिको बाहिर हेरे पो थाहा स्याटरडे पनि हुनुपर्छ यतिकै त थियो नि अघि पनि ज्याकेट रेम्बो देखिरहेछ कसम यतिकै थियो कसम यतिकै थियो यस जाम है त जाम अरूको त यतिकै छ त तपाईँलाई के चेप्न गराउँदा नि चेप्पा भयो नचेपेर हुन्छ त घर ल म त सही त पानीहरू धर ल अझै जाम ल हो फेरि पुरै पानी खानु न पानी पानी लिएर हिँड्यो नि ज्याकेट ल्याऊ सानो भाइको अब फाइनली अब पार्किङ पनि भेट्यो लग्ला है बेबी एकछिन पानी लिएर पानी है कि एकछिनमै लगाउँछु अब लगाइसक्यौँ लगाएपछि यस्तै हुन्छ अब भिडियोहरू दिशा त अलिकति भिडियो कस्तो हाल्छ मैले चलिरहेको होइन एकछिन चलाइराखेको भिडियो ए मैले अफ गरी